यस फाइनल्ली गुजबम्स पुरा गुजबम्स आइरहेछ यार आई क्यान्ट इमेजिन म्यान मलाई 2 दिन अगाडि मलाई कसैले हामी यो सिरिज जित्दैछौँ भने भए सायद पत्याउँदैन थियो यार म त एउटा म्याच जित्छौँ भन्दा पनि पत्याउँदैन थियो होला कि होइन र नेपाल डिड इट के 90 रन्सले सिरिज जित्यो क्रेजी म्यान क्रेजी ब्रो कान्ट इमेजिन के यार दुई दिन अगाडि सायद मलाई कसैले हामी चाहिँ एउटा म्याच जित्छौँ वेस्ट इन्डिजसँग भने भए म पत्याउँदैन थियो होला कि होइन दुई दिन अगाडि मात्रै धेरै दिन त म भनि नै रहेको छैन सायद 2 दिन अगाडि मात्रै पनि मलाई कसैले हामी चाहिँ वेस्ट इन्डिजसँग एउटा म्याच जित्छौँ भने भए म पत्याउँदैन थिएँ कि सिरिज जित्नु त कहाँ हो टाढाको कुरा बट यार क्रेजी सो नेपालले फाइनल्ली एउटा पहिला सुरुमा त हामी टेस्ट टिमलाई एउटा म्याच कुनै पनि फर्मेटमा चाहे त्यो T20 फर्मेट चाहे त्यो ओडिआई फर्मेटमा हराउन सकिरहेका थिएनौँ र अहिले फाइनल्ली हामीले चाहिँ एउटा T20I सिरिज विन गरेका छौँ होइन अगेन्स्ट फुल मेम्बर नेसन जसले चाहिँ इभन टेस्ट क्रिकेट पनि खेल्छ र फुल मेम्बर नेसनसँग चाहिँ हामीले फर्स्ट टाइम एउटा T20 सिरिज जितेको छौँ योभन्दा अगाडिको म्याचमा चाहिँ हामीले कुनै पनि फुल मेम्बर नेसनसँग चाहिँ एउटा म्याच पनि जितेको थिएनौँ भने आज चाहिँ 3 म्याचको सिरिजमा 2-0 को लिड लिएर बसिरहेका छौँ र यो कतिको क्रेजी हुनसक्छ भन्ने कुरा चाहिँ हामीलाई बिस्तारै थाहा हुन्छ जस्तो लाग्दैछ मलाई होइन यो चाहिँ एकदम हिस्टोरिक मोमेन्ट थियो हिस्टोरिक मोमेन्ट क्याप्चर भयो जस्तो लाग्छ मलाई होइन हामीले सँगै हिस्टोरिक मोमेन्ट जिउन पायौँ जस्तो छ होइन यो चाहिँ शारजाको क्रिकेट ग्राउन्ड यत्तिकै पनि हिस्टोरिक मुभमेन्टहरूको लागि एकदम फेमस ग्राउन्ड रहेको छ होइन जहाँनिर चाहिँ धेरै हिस्टोरिक मुभमेन्टहरू भएको छ शारजाको क्रिकेट ग्राउन्डमा र आज एउटा अझै हिस्टोरी शारजाको क्रिकेट ग्राउन्डमा जोडेको छ जहाँनिर चाहिँ नेपाल एउटा एसोसिएट नेसनले चाहिँ हिस्टोरिक वेमा चाहिँ टेस्ट नेसन वेस्ट इन्डिजलाई हराएको छ र अघि मैले मिड इनिङमा लाइभ गरेको थिएँ होइन र त्यसमा चाहिँ म के सोच्दै थिएँ भन्दाखेरि नेपालले यति धेरै रन बनाइदिएको छ सायद वेस्ट इन्डिजले नि बनाइदिन्छ होला कि किनकि नेपालले सुरुको 10 ओभरमा चाहिँ के भयो भन्दाखेरि 6 एउटा पनि लगाएको थिएन र लास्टको 10 ओभरमा चाहिँ नेपालले धेरै 6 लगायो सो त्यो साइन भनेको अलिकति कस्तो साइन हुन्छ भन्दाखेरि चाहिँ बल चाहिँ अलिकति वेट भइरहेको हो कि ग्राउन्डमा अलिकति बढी वेट भइरहेको हो कि होइन हुन्छ नि ग्राउन्डमा धेरै पानी भयो त्यो कारणले बल चिप्लिरहेको हो कि जस्तो लागिरहेको थियो होइन बट हाम्रो बलरहरूले प्रुभ गरे कि त्यो केही पनि थिएन सो म क्विकली एकचोटि स्कोर कार्ड खोलौँ होइन स्कोर कार्ड हेरेर अलिकति भए पनि कुरा चाहिँ गर्नै पर्ने हुन्छ यस्तो हुन चाहिँ अब स्कोर कार्ड खोल्नुपर्ने जरुरी चाहिँ म देख्दिनँ होइन एकदम हिस्टोरिक म्याच र आजको म्याच चाहिँ हिस्टोरिक हामी सबैको लागि होइन सायद यो कस्तो पत्याउँदै गुजबम्स मोमेन्ट अझै पनि भइरहेको छ कि मलाई कसैले केही टाइम अगाडि पनि भने भए म पत्याउँदिनँ थियो कि हामी टेस्ट नेसनसँग म्याच जित्दैछौँ यहाँनिर फाइनली हामीले सिरिज जितिसक्यौँ र आज चाहिँ हाम्रो बोइजहरूले के प्रुभ गरे भन्दाखेरि यदि सायद हामी एसिया कपमा क्वालिफाई गर्न सके भए होइन अहिले सायद हिजोको एसिया कपको फाइनल बेटर हुनसक्थ्यो जस्तो लागेको मलाई पर्सनली लाग्यो है यो चाहिँ कि यदि हामी चाहिँ हिजोको एसिया कपमा चाहिँ होइन हिजोको एसिया कपको फाइनल हामी खेलिरहेको भए हाम्रो टिमले खेलिरहेको भए जुन अनुसारको पर्फर्मेन्स नेपालले अहिले देखाइरहेको छ होइन यदि नेपाल चाहिँ एसिया कप खेलिरहेको भए होइन एसिया कप हिजो खेलेको भए फाइनल खेलेको भए सायद नेपालले बढी टक्कर दिन्थ्यो क्या पाकिस्तानको कम्पेरिजनमा र नेपाली बलर्स हेज डिड इट के हुन चाहिँ फर्स्टमा ब्याटर्सहरूको क्रेडिट जान्छ होइन जुन अनुसारले आसिफले सन्दीप जोराले रन बनाए सन्दीप जोराको त धेरै टाइमपछि टिममा कमब्याक भएको थियो होइन आसाम सिरिज एकदम राम्रो गरेका थिए सन्दीप जोराले त्यसको कारणले सन्दीप जोरा चाहिँ टिममा आइपुगेका थिए धेरै फ्यान्सहरूको कन्सर्न थियो कि सन्दीप छैनन् सन्दीप भएको भए टिम अझ बढी स्ट्रङ हुन्थ्यो त्यही माथि नन्दन जसले फर्स्ट म्याचमा 1 ओभर मात्रै बलिङ गरे पनि विगत केही टाइमदेखि एकदम राम्रो बलिङ गर्दै आइरहेका थिए होइन थर्ड सिमरको रूपमा एकदम राम्रो गरिरहेका थिए र
अलिकति एक्सपेक्टेसन्स के थियो भन्दाखेरि चाहिँ नन्दनले चाहिँ बेटर गर्छन्, तर नन्दन फर्स्ट म्याचमा चोट लाग्यो होइन। सो त्यसको कारणले गर्दा एउटा त्यो इङ्ग्लिसमा कहावत छ होइन, त्यो मैले अलिक सिङ भन्छ नि होइन, मलाई त्यो हल्का आएन होइन। एउटाको घाटा हुँदा अर्कोको फाइदा टाइपको छ होइन। त्यसमा चाहिँ अब नन्दनलाई चोट लाग्यो, नन्दनको त घाटा हो, तर त्यसको कारणले आदिलले खेल्न पाए होइन। र आदिल आलमले चाहिँ खेल्न पाउँदा चाहिँ के भयो त, सो आदिल आलमले चाहिँ खेल्न पाउँदाखेरि आज आदिल आलमले चाहिँ 4 विकेट निकालेका छन् र फिनिसिङ टच पनि के एउटा दामी 6 लगाएका थिए, एउटा 4 लगाएका थिए होइन। कम बल खेले, धेरै रन बनाए, त्यस्तो टाइपको एउटा फिनिसिङ पनि होइन। कुशल भुर्तेल म्यान अफ द आवर नै भन्छु आज चाहिँ म होइन। ब्याटिङमा नगरे पनि फिल्डिङमा पुरा सिन चेन्ज गरिदिइरहेको छ कुशल भुर्तेलले। अब के भन्ने, पुरा फिल्डिङले उसले फिल्डिङ मात्रै गरेर पनि टिममा आइदिने टाइपको भइसकेको छ जस्तो छ कि कुशल भुर्तेल फिल्डिङको पिकमा छन् अहिले कुशल भुर्तेल आफ्नो होइन। र त्यो लेभलको फिल्डिङकै कुरा गर्ने हो भने त गुलसन झा, जसले चाहिँ आज विथ द ब्याट एकदम एभरेज पनि भन्दिनँ म होइन, 6 बलमा 6 रन मात्रै बनाए होइन। तर फिल्डिङमा त्यो 2टा क्याच होइन, अहिले अलिकति खतरा फिल नभए पनि हुन चाहिँ एकदम खतरा होइन। एउटा राइटतिर डाइभ हान्ने, दुइटै लेफ्टतिरै डाइभ हानेर हानेको, तर दुइटै बेस्ट क्याच थियो क्या। भोलि जब इन्स्टाग्राममा हामी रिल हेरेर आएको हुन्छौँ अनि त्यहाँनिर आउँछ नि केटाहरूले क्रेजी एडिट बनाएर हाल्छन् नि, त्यो बेला चाहिँ थाहा हुन्छ कि कतिको सिभियर क्याच थियो होइन। त्यसलाई एक्सप्लेन गर्नको लागि बिच म्याचतिर होइन, जब आइएन बिशप कमेन्ट्रीमा थियो, उनले के भनेका थिए भन्दाखेरि यो क्याचको सिभियरिटी फिल गर्नको लागि होइन, कतिको दामी क्याच छ भन्ने कुरा फिल गर्नको लागि चाहिँ नेपालले चाहिँ एकचोटि होइन सबै अडियन्सहरूले चाहिँ के हेर्नुपर्छ भन्दा गुलसन कहाँबाट कुदेर आइरहेका छन् होइन। र गुलसन जुन ठाउँबाट कुदेर आउँदै थिए, धेरै ग्राउन्ड कभर गरेर आएर डाइभ लगाएर त्यो क्याच गर्नु जस्ट फ्याबुलस होइन, जस्ट अमेजिङ क्या। त्यस्तो दामी क्याच रहेको थियो।